सबैजना साथीहरू घुम्न जाँदै हुनुहुन्छ है। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो निरुका बहिनी हुनुहुन्छ है। यसो तपाईँहरूलाई लाइक गर्नुहुन्छ भने यसो आएर कमेन्ट गरिदिनुहोस् होला है। तपाईँलाई मन पराउनुहुन्छ, तपाईँले लाइक गर्नुहुन्छ भने आएर भन्नुहोस्। हेलो, हाम्रो चाहिँ यहाँ चाहिँ यस्तो फुलबारीहरू पनि छ है। यहाँ चाहिँ सबैजना फुलहरू छ। यदि तपाईँहरू फुल हेर्न चाहनुहुन्छ, यदि तपाईँहरू घुम्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट सम्पर्क गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ हरेक साइन्सहरूले बनाउनु भएको यो चाहिँ सबैजना है। यदि तपाईँहरू पनि हेर्न चाहनुहुन्छ, यदि घुम्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट सम्पर्क गर्न सक्नुहुन्छ। यदि कमेन्टमा मेसेज गर्न सक्नुहुन्छ, इनबक्समा आउन सक्नुहुन्छ है। हेर्नुहोस्, यो चाहिँ हाम्रो फुलबारी हो। सबैजना यता टिम पनि छ। यदि टिम खेल्न चाहनुहुन्छ भने सबैजना आउनुहोस् होला, टिम पनि खेल्न सक्नुहुन्छ। यता पिनोहरू पनि छ है। हेलो, आउनुहोस् है, हामी यहाँ टिम खेल्न आउनुहोस्। यहाँ चाहिँ हाम्रो यो चाहिँ पहिला पुर्खाहरू है। हाम्रो पुर्खा वेशभूषाका हरेक हाम्रो जात अनुसार वेशभूषाहरू छन् र यो चाहिँ हाम्रो पहिलाको पुर्खाहरू र हाम्रो सबै पुर्खाहरू चाहिँ कस्तो रहेछ भन्दाखेरि यस्तो रहेछ है। तपाईँ हेर्न सक्नुहुन्छ र मजाले तपाईँ आज यहाँबाट कन्ट्याक्ट गरेर पछि आएर मजाले हेर्न पनि सक्नुहुन्छ है। यदि तपाईँ यहाँ आएर मजाले हेर्न बुझ्न चाहनुहुन्छ भने यहीँ आएर मजाले हेर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ। मैं भी रोजे रखूंगा या अल्लाह तौफीक दे। मैं भी रोजे रखूंगा या अल्लाह तौफीक दे। नमाज़ें पढ़ने जाऊंगा या अल्लाह तौफीक दे। मैं भी तो मुसलमान हूँ, छोटा सा हूँ लेकिन हुक्म तेरा या रब मेरे लिए भी है। मैं भी रोजे रखूंगा या अल्लाह